नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। गोर्खाको अधेरीमा पहिरोले घर पुर्याएर 3 जनाको मृत्यु। राउतहटमा एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ। पूर्व स्वास्थ्य राज्य मन्त्री मोहम्मद आलमप्रति राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित। डाक्टर केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन राजापाद्वारा सरकारलाई सुझाव। र नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले मंगलबार पनि सरकार विरुद्ध प्रदर्शन, डाक्टर केसीको माग पूरा गर्न। अब समाचार विस्तारमा। गोर्खाको शहीद लखन गाउँपालिका 6 अधेरीमा पहिरोले घर पुर्याएर 3 जनाको ज्यान गएको छ। अविरल वर्षापछि खसेको पहिरोले नवराज कुँवरको घर भत्कँदा उनको 10 वर्षीय प्रवीणा कुँवर, भान्जी 10 वर्षीय सरू कुँवर र सरूकी 8 महिने छोरा युनि कुँवरको ज्यान गएको स्थानीयले बताएका छन्। अविरल वर्षाका कारण बुधबार बिहान करिब 6:30 बजे पहिरो खसेर उनीहरू बसेको कोठा पुरिएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए। कोठा फुटाएर हेर्दा उनीहरू मृत अवस्थामा भेटिएको उनले बताएका जानकारी दिए। नवराजकी भान्जी सरू पूजाको निम्तो मान्न मामा घर आएकी थिइन्। पहिरोमा परि अन्य 2 जना सामान्य घाइते भएको र अन्य केही घरहरू पनि जोखिममा रहेको स्थानीय श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको डीएसपी महेन्द्र नेपालले बताए। रौतहटको गजुरा नगरपालिका स्थित कलाङ्की माविमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरे र सार्वजनिक गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा गुजरा नगरपालिका वडा नम्बर 7 का राम ईश्वर चौधरीका छोरा वर्ष 36 का बलिस्टर चौधरी, रामचोक चौधरीका छोरा वर्ष 24 का धर्मेन्द्र कुमार चौधरी र राम पवित्र महतोका छोरा 19 का जियालाल महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए। घटनाका मुख्य योजनाकार भनिएका बलिस्टर चौधरीले गुजरा नापा 7 कंकाली माविमा अध्ययनरत 13 वर्षीय छात्रालाई गत वैशाख 24 गते राति घरबाटै अपहरण गरेको प्रहरीले जनाएको छ। सो उनीहरू सहित समूहले छात्रालाई सर्लाही, पर्सा र भारतको विभिन्न स्थानमा राखेका थिए। सो क्रममा बलिस्टर चौधरीले छात्रालाई पटक पटक जबरजस्ती करणी गरेको खुल्नमा आएको ओझाले बताए। अभियुक्त मध्ये धर्मेन्द्र र जियालाललाई गरुडाबाट, बलिस्टरलाई 12 प्रहरीले कलैयाबाट पक्राउ गरेको जनाइएको छ। पीडित बालिकाले पर्सा प्रहरीले वीरगञ्जबाट गत असार 27 गते सकुशल फेला पारेको थियो। 3 जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दा दर्ता गरेर जिल्ला अदालत गैरबाट म्याद थमाइसकेको ओझाले जनाए। सप्तरीको मठेल घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन खारेजी माग गर्दै जनकपुर धाम प्रदर्शन भएको छ। प्रतिवेदन खारेजीको माग गर्दै जनकपुरको रामनगर चोकमा जवाफदेही निगरानी समितिको अगुवाईमा प्रदर्शन भएको हो। आयोगले मठेल घटनाको सही र निष्पक्ष प्रतिवेदन नबुझाएको प्रदर्शनकारीले आरोप छ। कुछ सिफारिश रहे छै, मृत्यु हत्या भेल ठीक छै, केकरो गलती रहल हेतै, आंदोलनकारिये के गलती रहल हेतै, लेकिन ओतऽ तऽ हत्या तऽ भेल छै। बल प्रयोग करे के सिद्धांत हो छै, स्थानीय प्रशासन एन 2028 नेपाल सरकारे बनेने छै, ओहि सिद्धांत के मिचल गेल छै। अहू बात के प्रतिवेदन में कतौ इनकॉर्पोरेट नहीं कहने छै। दोसर बात, ई एको ठाम सिफारिश नहीं कयल गेल छै, एको लाइन नहीं लिखल गेल छै कि फन्ना फन्ना आरोपित पीड़क भेलै, एकरा ई सजाए होबक चाही कानून सम्बद्ध, और जो अंतर्राष्ट्रीय ट्रीटी सब अपने सब साइन करने छियै तै सम्बद्ध वहू चीज के चर्चा नहीं कयल गेल छै। राष्ट्रीय मानव संघीय देश में राष्ट्रीय मानव अधिकार आयोग के जे नाम है
वैसे सबसे पहले सब जैसे राष्ट्रीय ओकरा सबसे पहले अब हटा लेबक चाहिए ओकरा सबके से हम एते सब आग्रह से करे चाहे छियै। और राष्ट्रीय मानव अधिकार आयोग एक नियुक्ति हो राजनीतिक नियुक्ति हो जखन जेकर सरकार आयल वो अपना प्रभाव में रखलक तो एकरा संवैधानिक निकाय से हो नाम दिल गेल छै। संवैधानिक निकाय छै एक्चुअली नेपाल सरकार के तो एकरा वही मामिला के जे छानबीन समिति गठन भेल छलै उच्च स्तरीय वो छानबीन समिति आई वही मुद्दा के वही विषय सबके बरगलाबे के प्रयास जे कर रहल छै आ ओकरा कौना ने कौना राज्य के सहयोग करे के प्रयास करे छै। तो हम सब राष्ट्रीय मानव अधिकार आयोग के ध्यान आकृष्ट कराबे चाहै छी भेल छलै उच्च स्तरीय वो छानबीन समिति आई वही मुद्दा के सरकारको प्रभावमा परि आयोगले गलत प्रतिवेदन ल्याएको भन्दै उनीहरूले मधेस र मधेसी प्रतिको विभेदको निरन्तरता स्वरूप यस्तो प्रतिवेदन आएको आरोप लगाएका छन्। जवाबदेहिता नागरिक समिति के तरफ से हम सब घोर निंदा कि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले के नेकपा एमाले के ओहिठाम ओकर सभा होइ देबे के चाहिए। बल्कि राष्ट्रीय मानव अधिकार आयोग के चिंता ई नहीं चले कि मधेस जरि रहल छै मधेस विद्रोह में छै ओहिठाम अगर एकटा पार्टीगत रूप से नेपाल कम्युनिस्ट पार्टी एमाले तत्कालीन अवस्था में अहाँ अगर सभा करते तो जनधन के क्षति हेतै से प्रतिवेदन एक से प्रेस विज्ञप्ति आबे के जगह पर वो लिखने चले कि नेकपा एमाले के ओहिठाम अहाँ के सभा कर देवे के चाहिए। फलस्वरूप भेल चले कि तत्कालीन अवस्था में ओहिठाम 5टा के शहादत भेलै 5टा मधेश के सपूत के ओहिठाम शहादत भेलै और तेकर बाद राष्ट्रीय मानव अधिकार एक बेर अहाँ के प्रेस विज्ञप्ति नहीं छोड़ल गई के राज्य की एगो पछुआ बन के अथी स्वतंत्र निकाय सब संवैधानिक निकाय सब अलग जे काज कर रहल है ये देखल जाओ अभी देश में कौन किस्म के स्थिति चल रही है। जहाँ बालकृष्ण डुंगेल के छोड़ल जा रहा है जहाँ डॉक्टर गोविंद केसी बैठल है तेकरा पर मानव अधिकार के चासो नहीं है। लेकिन पहिलका जे घटना है जे दमन और शोषण मधेसिया में भेल तई चीज के ढाक छोप करे लगी फटाफट जे किस्म के प्रतिवेदन सब सार्वजनिक भ रहा है एहि चीज के हम सब एकदम घोर निंदा करे तेकर विरोध करे चाहे। 2073 साल चैत 23 गते भएको मठेल घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकतामा उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो। यो आयोगले 2074 साल जेठ 29 गते नै राष्ट्रिय मानव अधिकार आयोगमा प्रतिवेदन बुझाएको थियो। तर त्यो प्रतिवेदन आयोग 1 वर्षपछि मात्र सार्वजनिक गरेछ। सार्वजनिक गरिएको प्रतिवेदनमा ठेल घटनाका विषयमा रहेको तथ्यहरूलाई अपव्याख्या गरी निष्कर्ष निकालिएको समितिको आरोप छ। आयोगले जारी गरेको प्रतिवेदनले घटनाको जिम्मेवारी तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमालेले लिनुपर्ने भनेको छ। साथै 5 जनालाई गोली लागेको सन्दर्भमा सुरक्षा फौजले कानुन पालना नगरेको, जथाभावी गोली चलाएको तथा नियन्त्रणमा लिएर गोली हानेको र कुटपिट गरेको जस्ता तथ्य प्रतिवेदनमा उल्लेख छ। तर प्रतिवेदनको निष्कर्ष सुरक्षा फौजले अत्याधिक बल प्रयोग गरेको भन्न नमिल्ने भनिएको छ। यसरी प्रतिवेदनको तथ्यलाई आधार बनाएर निष्कर्ष ननिकालिएको आरोप लगाउँदै समितिले प्रतिवेदन खारेजीको माग गरेको हो। मधेसी आन्दोलनले केही दिनपछि 2073 साल चैत 23 गते तत्कालीन नेकपा एमाले गरेको मेची महाकाली अभियानको विरोधका क्रममा सप्तरी मठेलमा 5 आन्दोलनकारीको मृत्यु भएको थियो। प्रदेश 2 सरकारले मधेस आन्दोलनका 2 घाइतेलाई आर्थिक सहयोग गरेको छ। प्रदेश सरकारले पर्साको सखुवा पौसानी गाउँपालिका 5 महुवनका पन्नालाल यादव र वीरगञ्ज महानगरपालिकाको बगहीका मसी राउत पटेललाई 3-3 लाख आर्थिक सहयोग गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनमा घाइते दयाको घरमै पुगेर चेक हस्तान्तर गर्नुभएको छ। त्यसै क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरूलाई बिर्सेको छैन भन्दै विभिन्न प्याकेजमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। मन्त्री परिषदको निर्णय अनुसार घाइतेहरूलाई आर्थिक सहयोग वितरण गरिएको मुख्यमन्त्री राउतका सकिय सचिव दीपक यादवले जानकारी दिनुभयो। यादवलाई मधेस आन्दोलनका क्रममा 2072 भदौ 14 गते वीरगञ्जको राधेमाईमा घुँडामा गोली लागेको थियो। उपचारमा 43 लाख खर्च भएको उहाँले बताउनु भएको छ। यादवको घर धितो राखेर ऋण लिएर उपचार खर्च जुटाइरहेको पनि बताउनुभयो। यसअघि सखुवा पौसानी गाउँपालिकाले 5 लाख र गृह मन्त्रालयले 3 लाख सहयोग गरेको घाइते पन्नालाल यादवले बताउनुभयो। त्यस्तै मसी पटेललाई मधेस आन्दोलनकै क्रममा नयाँ संविधान जारी भएको दिन 2072 असोज 3 गते मई स्थानमा गोली लागेको थियो। पटेलको उपचारमा पनि लाखौं खर्च भइसकेको छ। त्यसैगरी प्रदेश सरकारले
बाढीका कारण ज्यान गुमाएको परिवारलाई पनि 50,000 को दरले सहयोग गरेको छ। असार 10 गते अविरल वर्षापछि बन्टी खोलामा आएको बाढीले बगाउँदा पर्साको पर्सागढी नगरपालिका 8 का प्रतीक कुमारी राम र सुरेन्द्र महतो धनुको मृत्यु भएको थियो। त्यस्तै वीरगञ्ज महानगरपालिकाको रामगढमा खाल्डोमा डुबेर ज्यान गुमाएका बालक आलोक यादवको परिवारलाई पनि 50,000 को चेक हस्तान्तर गरिएको छ। सडक विस्तारको काम भइरहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा फेरि डोजर लगाएर घर भत्काइएको छ। उपमहानगरपालिकाले भानुचोक शिवचोक क्षेत्रमा डोजर लगाएर घर भत्काएको हो। घर धनीलाई सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काउन सक्न उपमहानगरपालिकाले चैत 10 गते 7 दिनको समय दिएको थियो। तर 3 महिना भन्दा बढी समय बिता समेत अटेर गर्ने र अधुरा भत्काएर छाडिएकाहरूको घर उपमहानगरपालिकाको घर भत्काएको छ। केहीले भने तत्काल आफैले मजदुर लगाई घर भत्काएर विकासको काम सहयोग गरेका थिए। यसअघि भानुचोक शिवचोक सडक खण्डमा चैत 10 गते डोजर चलाएको थियो। हाल 42 फिट चौडा रहेको यो सडक खण्डलाई एसिआई विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गत 52 फिट चौडा बनाउन लागि छ। जनकपुरमा एडीबी परियोजना अन्तर्गत 1 अर्ब 90 करोड रुपैयाँ बजेटमा सडक विस्तार र ढल नाला निर्माणको काम भइरहेको छ, जसमध्ये 10 किलोमिटर सडक विस्तार र 20 किलोमिटर ढल निर्माण भइरहेको छ, जस अन्तर्गत जनकपुरधाम झण्डै 20,000 घर भत्काउनु पर्ने परियोजनाले जनाएको छ। अब समाचारमा विश्रामपछि पूर्व स्वास्थ्य राज्य मन्त्री मोहम्मद आलम प्रति राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित। डाक्टर केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन राजपाद्वारा सरकारलाई सुझाव र सरकार विरुद्ध आन्दोलनको कार्यक्रम गर्ने काङ्ग्रेसको घोषणा र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसद पेश गर्नुपर्ने माग। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय सभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री मोहम्मद मुस्तक आलम प्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। आलमको असार 29 गते बेलुका हृदय रोगको उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको थियो। आलम 2070 सालमा तत्कालीन मधेसी जन अधिकारी फोरम नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर 2 का संविधान सभामा निर्वाचित हुनुभएको थियो। उहाँ हाल नेकपामा आबद्ध रहनु भएको थियो। राष्ट्रिय सभाले पूर्व राज्य मन्त्री आलमको निधनको शोकमा 1 मिनेट मौन धारणा समेत गरेको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही श्रावण 8 गते मंगलबार बिहान 11 बजेका लागि बोलाइएको छ। शोक प्रस्ताव पारित गरेपछि संसदमा अन्य विषयमा छलफल नगरी बैठक स्थगित गर्ने प्रचलन रही आएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गर्नु भएको छ। प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्न बोल्ने काम समेत पार्टीभित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। उहाँले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी गतिशील जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिनुभयो। मंगलबार पार्टीका नेता कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षको अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाउनुभयो। उहाँले 4 महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधी तत्त्वको सरकारले विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारलाई अत्यन्तै शालीनताका साथ पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। संकीर्ण खालको राजनीतिक स्वार्थको घेराभित्र आफ्ना उद्देश्यहरूलाई सीमित गर्ने त्यस्ता तत्त्वहरूले बढी बुझेका छन् जस्तो देखिन्छ।
उनीहरू हाम्रा विरुद्ध सब एकजुट भएर उद्धवसँग हल्ला मचाएका छन्। कुनै विषय पाएका छैन। अहिले बनाएका बाटा होइन, उहिलेदेखि भत्किएका बाटाहरू अहिले भर्खर बनेको सरकारलाई बाटा भत्किएका छन् भनेर प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डा खुल्डी पुर्ने लगायतको अपेक्षा सरकारसँग राख्नु जायज नहुने दाबी पनि गर्नुभयो। उहाँले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै सोही आधारमा टेकेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो। सरकारले समर्थन दिएको र राष्ट्रिय जनता पार्टी नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय जनता पार्टी नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो। गोविन्द केसीको अमरण अनसन तोडाउन वार्तामा जोड दिनु पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले जानकारी दिनुभयो। बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ। दिने गरी वार्ताका माध्यमबाट उहाँको अनसनलाई तोडाउनुपर्छ। सरकार चाहिँ जुन प्रकारको व्यवहार आइरहेछ, सरकारको जुन प्रकारको अभिव्यक्ति आइरहेको छ, यो चाहिँ राम्रो होइन। सरकार नागरिकको जनधनको सुरक्षाप्रति अझ बढी जिम्मेवार र संवेदनशील हुनुपर्छ। त्यसैले डाक्टर केसी एउटा व्यक्ति मात्र नभएर आजको एक प्रकारको सुधारमुखी आन्दोलनको नेतृत्वकर्ता पनि भएको हुनाले र उहाँको जीवन रक्षाको लागि सरकार हदैसम्मको लचकता अपनाएर पहल कदमी गर्नुपर्छ भन्ने हाम्रो पार्टीको माग हो। पार्टीले अध्यक्ष मण्डलका संयोजक मोहन ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ। त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिन निर्णय पनि गरिएको नेता यादवले बताउनुभयो। राष्ट्रिय जनता पार्टी नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधबार अध्यक्ष मण्डलले बैठकमा बोलाएको छ। अब फेरि समाचारमा विश्रामपछि सरकार विरुद्ध आन्दोलनको कार्यक्रम गर्ने कांग्रेसको घोषणा। राष्ट्रिय चिकित्सक शिक्षा विधेयक हुबहु संसद पेश गर्नुपर्ने माग। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसद पेश गर्नुपर्ने मुख्य मागसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार विरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। गोविन्द केसीको जीवन रक्षाका लागि समेत पहल गर्न तयार नभएपछि सरकार विरुद्ध सडक सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुन परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। मंगलबार बिहान बसेको पार्टीका पदाधिकारी बैठकले तय गरेको घोषित आन्दोलनको कार्यक्रम अनुसार साउन 3 गते प्रजातन्त्रवादी चिकित्सक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घको अगुवाईमा काठमाडौँको माइती घर मण्डलमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिनेछ। त्यसैगरी साउन 5 गते नेपाल तरुण दलको अगुवाईमा माइती घर मण्डलमा दिउँसो 1 बजे विरोध प्रदर्शन गरिनेछ। साउन 8 गते काठमाडौँ उपत्यका पार्टीका सङ्गठनहरूको अगुवाईमा माइती घर मण्डलमा दिउँसो 1 बजे सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम पनि घोषणा गरिएको प्रवक्ता शर्माले बताउनु। 3 गतेका दिन काठमाडौँमा चिकित्सक सङ्घ र नेपाल प्राध्यापक सङ्घको नेतृत्वमा माइतीघर मण्डलमा सबैको सहभागिताबाट प्रदर्शनी गर्ने। 4 गतेको दिन फेरि तरुण दलले, त्यस्तै 5 गते अनि 6 गते बिपी पुण्यतिथिको कार्यक्रम, फेरि 7 गते गरेर हामीले केही 4-5 दिनको कार्यक्रमहरू निर्माण गरेका छौँ। र यो निर्माण गर्दै गरेको यो कार्यक्रम चाहिँ खास गरी अहिलेको सरकारको जनविरोधी क्रियाकलापको सन्दर्भमा त छ नै, तत्कालीन मुद्दाको रूपमा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा सुधार गरेर जानुपर्छ भन्ने आम नागरिकको भावनालाई केन्द्रमा राखेर डाक्टर गोविन्द केसीज्यूको अनसनलाई सम्बोधन गरेर माथिमा
उच्च स्तरीय कार्यदलको प्रतिवेदनलाई आधार मानेर सरकारवालाहरू समेतसँगको छलफलबाट जे विधेयक बनाएको थियो त्यसलाई जो अध्यादेशको रूपमा जारी गरेको थियो त्यसलाई हुबहु सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भावनालाई तोडेर राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याएपछि सरकार विरुद्ध सडक सङ्घर्ष जाने निर्णय गरिएको प्रवक्ता शर्माको तर्क छ। यसैबीच काङ्ग्रेस सभापति शेरबहादुर देउवाले मङ्गलबार दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेट गरी गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सचेत गराउनु भएको छ। प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश बहु नल्याए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी पनि दिनुभएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो। नेपाली काङ्ग्रेसले सरकारले महँगी नियन्त्रण नगरेको काठमाडौँको विभिन्न स्थानमा लोकतान्त्रिक मूल्य मान्यता विपरीत निषेधित क्षेत्र तोक्ने निर्णय गरेको सहितका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो भने उसका मातृ सङ्गठनहरूको सरकार विरुद्ध सडक आन्दोलन गर्दै आएका थिए। नेपाली काङ्ग्रेसमा आबद्ध नेपाल विद्यार्थी सङ्घले मङ्गलबार पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ। नेवी सङ्घले माथिमा प्रतिवेदन लागू गरेर वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्न सरकारलाई दबाब दिँदै मङ्गलबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेको हो। सरकारले नागरिक अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवी सङ्घले विरोध प्रदर्शनलाई निरन्तरता दिएको सङ्घका अध्यक्ष नरसिंह महराले जानकारी दिनुभयो। सरकारले राज्य आतंकका माध्यमले सर्वसत्तावाद लान खोज्दैछ। विशेष गरी काङ्ग्रेस सरकारले ल्याएको चिकित्सा अध्यादेश विधेयकलाई खारिज गरेर डाक्टर केसीको जीवनमाथि जसरी खेलवाड भइरहेको छ यो अहिलेको ज्वलन्त मुद्दा हो। र यसका बावजुद हामी नेपाल विद्यार्थी सङ्घ 77 जिल्लामै महँगाईका विरुद्धमा प्रेस र विदेशी सङ्घ संस्था स्वदेशी विदेशी संस्थाको नियन्त्रण, आफू फरक विचार राख्नेहरूलाई धरपकड गर्ने, प्राज्ञिक विश्वविद्यालयका उपकुलपतिलाई बालुवाटारलाई डाइरेक्ट बन्दी गृह बनाएर जसरी थुन्ने प्रयास हुँदैछ। सरकार दिनका दिन जनताका प्रति अनुदार भइरहेका कारणले जनताका तर्फबाट नेपालको संविधानको रक्षा गर्नका लागि नेपालको संविधानले शान्तिपूर्ण भेला हुन पाउने, विरोध प्रदर्शन गर्न पाउने जो अधिकार थियो त्यसलाई कुण्ठित गरेर आजभन्दा 15-20 दिन अगाडि यो सरकारले निषेधाज्ञा जारी गरेको ठाउँबाट हामीले त्यति बेलै आज 1 गते निषेधाज्ञा हामीले तोड्ने भनेका थियौँ। यद्यपि सर्वोच्च अदालतको निर्णयले यो खारिज भएको छ र समसामयिक सबै सवालहरूलाई लिएर राज्यलाई, सरकारलाई जनताका तर्फबाट घटाउनका लागि यो हाम्रो सङ्घर्ष भन्नुहोस् अथवा आन्दोलन भन्नुहोस् अगाडि बढेको छ। नेवी सङ्घले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवी सङ्घका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। झडपमा परि 10 भन्दा बढी नेता तथा कार्यकर्ता घाइते समेत भएका छन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। गोर्खाको अधेरीमा पहिरोले घर पुरिएर 3 जनाको मृत्यु। रौतहटमा एक छात्रलाई अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ। पूर्व स्वास्थ्य राज्य मन्त्री मोहम्मद आलमप्रति राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित। डाक्टर केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन राजपाद्वारा सरकारले सुझाव। र नेपाली काङ्ग्रेसमा आबद्ध नेपाल विद्यार्थी सङ्घले मङ्गलबार पनि सरकार विरुद्ध प्रदर्शन, डाक्टर केसीको माग पूरा गर्न सरकारलाई दबाब। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।